हेलो गाइजहरु, यति बेला म मेरो घरमा आएको छु। यो चाहिँ मेरो घर भयो। म अहिले गुल्मी आइरहेको छु। ओ यहाँभन्दा माथि तपाईले हेर्नुभयो भने यो हाम्रो कोट भन्छ यसलाई, दुर्गा मन्दिर हो। यहाँनिर कोट पर्छ। यो चाहिँ मेरो गाउँ, यिनी मेरो घर भइहाल्यो। म अहिले गाउँमा छु। अहिले बाटो पनि राम्रो बनाएको छ। अहिले बाटो पनि राम्रो छ। अहिले ढलान भइसकेको छ। मौसम निकै खुल्या छ। पानी पर्ला पर्ला जस्तो भइरहेछ। यो देखेको बाटो चाहिँ मदन भण्डारी राजमार्ग पर्छ। यो ढलाइ हुँदैछ, पिच हुँदैछ। यो बिस्तारै 1-2 वर्षमा होला। यो यसरी तम्घास हुँदै पुरकोट सीमासम्म निस्किन्छ यो बाटो। यो पारीको गाउँ। मकै छर्ने बेला भएको छ गाउँमा। मान्छे सबै बिजी छन्। जुम गरेर गाउँमा घरहरू कस्तो राम्रो राम्रो हेर्नु त। यो चाहिँ म पल्लो गाउँ तानिरहेको छु यहाँ क्यामेरादेखि। यहाँ जानुभयो भने यहाँ एउटा देवीस्थान मन्दिर छ। यो मालिका डाँडो, हामी मालिका भन्ने सुन्छौँ। जुन मालिका, त्यसलाई भन्छ मालिका। यो मालिका अन्तर्गतै पर्छ। यो जुन देख्नु भएको छ बाटो, यो सालजण्डी ढोरपाटन हाइवे यसरी यहाँ हुँदै यहाँ आइपुग्छ। जुन सालजण्डीबाट आएको बाटो हो यो अझ जुम गरेँ म। यो सालजण्डी ढोरपाटन हाइवे भन्छ। यो चाहिँ यो हाइवे हो। सुनिल बाबु यहाँ बसेर यहाँ चाउचो खाँदैछन्, भोक लाग्यो भन्छन्। भर्खरै काफल खाएर आएको। त्यति धेरै काफल तिजु खाएर भएन। हो यहाँ हाम्रो अर्को छोटो डन पनि आइसकेको छ। ल यहाँनिर राम्रो भैँसी। बिस्तारै खाएर बिस्तारै। म यहाँ खिचिसकेको छु। आफ्नै गाउँ फर्की आए काली ओह्राली गर्दै। बनिसकेको छ। यो सिँढी भएर जाने देवीथान भन्छ यसलाई। म अब यहाँ जाँदैछु। यहाँबाट सबैको फोटो देखिन्छ। यहाँ प्राय मन्दिरहरू छन्। यो देवीथान मन्दिर भयो। यो हामी कोट भन्छ दुर्गाको मन्दिर, यो कोट भयो। अनि यहाँ अर्को मन्दिर तपाईँको अर्को डाँडामा जानुभयो भने यहाँ प्रत्येक डाँडामा मन्दिरहरू छ। यो चाहिँ यो पनि दुर्गाकै मन्दिर हो। यो दसैँमा पूजा हुन्छ। यो पनि मन्दिर भयो। यो उताको डाँडो पारीको डाँडो भयो। तपाईँ यहाँबाट माथि जानुभयो भने यो डाँडामा पनि मन्दिर छ। यति धेरै मन्दिरहरू छ यहाँ। एक डाँडामा एक मन्दिर छ यो डाँडोमा। यो चाहिँ हाम्रो कमल भाइको घर हो। अहिले विदेश छ। गाउँमा कोही छैन, बुढाबुढी मात्रै छ। जुन घर हेऱ्यो यो जति देखेछ यो गाउँहरू। एकजना दाइले यो मन्दिरको भिडियो बनाऊ भाइ भन्दै हुनुहुन्थ्यो। मलाई हेर्न मन लागेको रहेछ। सायद म चिन्दिनँ। त्यसको लागि म जाँदैछु दाइ, भिडियो हेर्नु होला है त। गाउँमा विकास चाहिँ भयो तर मान्छेहरू भएनन्। गाउँमा अहिले हेर्नुहुन्छ नि बाटोहरू राम्रो छ तर मान्छेहरू। मन्दिरमा जानको लागि सिँढी चाहिँ बनाएर रहेछ अहिले। पहिला हामी यहाँ अप्ठ्यारो बाटो थियो, हिँड्दै जानु पर्थ्यो। तिमीहरू कहाँ जाने हो? किन? चाउचाउ चाहिँ छुटाउनु हुँदैन है, खाइहाल्नुपर्छ। अहिले चाहिँ राम्रो भएर रहेछ सिँढीहरू, माथिसम्मै रहेछ अहिले। म यो मन्दिरमा आइसकेको छु। यसलाई भन्छ देवीस्थान भन्छौँ हामी यसलाई। ओहो, गाउँमा मकै छर्ने बेला भएको छ। मान्छे सबै बिजी छन्।
हाम्रो चाहिँ म छिट्टै सकेर भइसक्यो काम। गाउँ बिस्तारै रित्तिँदैछ। डाँडा जोबारी यहाँनिर पनि एउटा मन्दिर छ है। यो स्कुल त बन्द भयो सायद। म यो देवीस्थानबाट खिचेको ओ रहेछ। यो पनि मन्दिर छ। यति धेरै मन्दिर छ हो हाम्रो गाउँमा। यो घर पनि हेर्नु नै, यो घर पनि खाली भइसकेको छ। ओहो, गाउँ यसरी खाली हुँदैछ। हामी गैराबारी भन्छौँ यसलाई, गैराबारी। ओ मेलो बनाउने अहिले मालती बहिनी रहेछ सायद। माथि हिँडेन मन्दिर भएर माथि किन यसो गर्छस् त? दिमाग छैन? दुर्गा मन्दिर, यो मन्दिर यस्तो हाइटमा छ कि यहाँबाट तपाईँको यो झन्डा मैले चाहिँ राखेँ हो तपाईँको यो दसैँको बेलामा। यो अझै रहेछ यहाँ दुर्गा मन्दिर। यो डाँडोमा छ यो मन्दिर। यहाँ चाहिँ बोका पाठाहरू काट्ने गरिन्छ हामीले यहाँ चैते दसैँ गजुर भयो माथि। पुरानो भएको ध्वजाहरू यसरी यहाँ राखिदिनु भएको रहेछ अहिले। राम्रो भएको रहेछ। यहाँ पहिला हिँड्दै आउनु पर्थ्यो, अहिले यहाँसम्म आउने तल बाटोदेखि नै सिँढीको व्यवस्था रहेछ। खाने होइन के मन्दिर आएर? ल खै त, ल सबैको रक्षा गरून्। यो द्वानेटा बजार, यो बाटो सीमा जाने बाटो हो। ए होइन, उता भेडीखोरतिर जान्छ होला सायद यो बाटो। यो रुखले छेकिएको द्वानेटा बजार घरहरू। बाबु यो माथिको झन्डा मैले राखेँ हो नि त्यति बेला। ल फाइनल्ली आजको एउटा सर्ट भिडियो भनौँ न, लङ त छैन, यति नै। यो भिडियो चाहिँ विशेष एउटा दाइले भन्ने कुराले मैले बनाएको हो। म यति धेरै भिडियोहरू चाहिँ बनाउँदिनँ। दाइले चाहिँ यो मन्दिरको प्राय विशेष गरेर राखिदिनु भन्नुभएको थियो अनि बनाएको। बाई बाई, बाई बाई छोटो, बाई 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 बाई।